हाई अहिलेको हट टपिक युकेबाट धेरै स्टुडेन्टहरू डिपोर्ट भइरहेको छन् किन कसले गर्दा र के कारणले हो धेरै स्टुडेन्टहरू बाहिर एब्रोड जाने भनेर सोच्नुहुन्छ हाम्रो नेपालमा ट्रेन्ड नै छ बाहिर एब्रोड पढ्न जाने भनेर बट नट बिकज फर स्टडी बट फर द सेटलमेन्ट अर फर दि मनी से अब कमाउने छ भने देयर आर डिफ्रेन्ट टाइप अफ भिजा स्किल ओरिएन्टेड भिजा अर अनस्किल भिजा वर्किङ भिजाको थुप्रै क्याटेगोरीहरू छ त्यसमा एप्लाई गर्न चाहनु हुँदैन र इजी सजिलो तरिकाले एन्ट्री गर्नको लागि भनेर स्टुडेन्ट भिजालाई चोइस लिनुहुन्छ यदि त्यस्तो सोच्नु भएको छ भने यु आर रङ पढ्न जाने भनेपछि हजुरको प्राइमरी इन्टेन्सन सुड बी एजुकेसन रादर देन अर्निङ कमाउने भनेको हजुरको फ्री टाइममा हो र पिएचडब्ल्यूको बेलामा कमाइन्छ फर्स्ट इयरको ट्युसन फी घरैबाट तिर्नुहुन्छ सेकेन्ड इयरको ट्युसन फीको लागि एकदमै टेन्सन हुन्छ त्यो केसमा कतिजना डिप्रेसनमा जानुहुन्छ कतिजना युनिभर्सिटीबाट बाहिरै निस्किनुहुन्छ र डिपोर्ट हुन्छ त्यस कारणले गर्दाखेरि तपाईँहरूले स्किल ओरिएन्टेड कामहरू सिकेर मात्रै जानु होला र सकभर धेरैभन्दा धेरै रेफरेन्सेसहरू पनि कलेक्ट गर्नु होला किन भन्दा बाहिर विदेशमा हजुर पर्टिकुलर पसलमा गएर मलाई काम दे भनेर काम दिँदैन रेफरेन्स काउन्ट गरेर तुरुन्तै काम पाउने या ढिलो काम पाउने भनेर हुन्छ कुरा भनेको युनिभर्सिटिजहरूले 90 to 95% एटेन्डेन्स र असाइनमेन्टहरू पनि खोजिरहेको हुन्छ जुन हामी एकदमै ब्याकल्याकिङ छौँ त्यो कुराहरूमा हामीले ध्यानै दिँदैनौँ नेपाल जस्तो गयो आयो घुम्यो भनेर सोच्छौँ त्यो गलत हो हामी हाम्रो देशमा छैनौँ अर्काको देशमा छौँ अर्काको देशमा हुँदाखेरि त्यहाँ अनुसारले हामीले अगाडि काम गर्नुपर्ने हुन्छ सबैभन्दा ठुलो कुरा हाम्रो सपना जुन हुन्छ बाहिर गएर पढ्ने या पछि गएर सेटल हुने भनेर त्यो चाहिँ गलत हातमा सोच्छौँ त्यही भएर हजुरले एप्लाई गर्दाखेरि प्रपर कन्सल्टेन्सी प्रपर गाइडेन्स युनिभर्सिटी कोर्सेस फी स्ट्रक्चर्स के छ उताको अपर्च्युनिटीहरू त्यो सबै हजुरले सुरुमै ट्याली गरेर मात्रै गर्नु होला किनभने इट्स योर ड्रिम योर लाइफ एन्ड योर डेस्टिनेसन वी आर हियर टु सर्भ यु यदि तपाईँहरूलाई यो विषयमा कुनै इन्फर्मेसन्सहरू चाहिएको छ भने प्लिज फिल फ्री टु कन्ट्याक्ट मी